हेलो गाइस, सबैजनालाई स्वागत छ। आजको यो भिडियो चाहिँ बर्थडे ब्लग हो, स्पेसली मम्मीको लागि। हामीले चाहिँ मम्मीलाई सरप्राइज केक ल्याइदिएर यहाँ मम्मीको रियाक्सन देख्नु भएन, किनभने चाहिँ मम्मीले अगाडि नै केक देखिसक्नु भएको थियो, त्यही भएर मम्मीको रियाक्सन छैन। त्यो सानो नानीले लाइटर दिँदैछ मम्मीलाई, अन्त मम्मीले चाहिँ मतिर हेर्नु हुँदैछ क्या, मेरो कान्छी छोरीले के भन्छ भनेर। तर अनि त्यो नानीले चाहिँ मम्मीलाई सिकाउँदैछ कि यहाँ होइन यता यता भन्दैछ। अनि मम्मी त्यहाँ तल केक लागेको रहेछ, केक लागेको रहेछ भन्दै हुन्छ। होइन यहाँ बालिदिन्छु म बालिदिन्छु भनेर बाल्न खोज्छ कि निभाइहाल्छ, निभाइहालेँ। अनि त्यहाँदेखि मैले बाठी भएर बाल्नलाई पुरै लाइटर त बाल्यो नि। हेर्नु न अब के हुन्छ, यहाँ के घटना घट्छ मेरो जिन्दगीमा। स्टार्ट हुन आँटिसक्यो। मलाई अहिले नै जुसिङ्ग हुन्छ। मेरो हात चाहिँ पोलिहाल्यो नि, हात पोलो। मम्मी खुसी हुनुभयो म कराएको सुनेर, त्यही माथि नानी पनि खुसी भई। मेरो हात चाहिँ आजसम्म पनि, आज मैले 3-4 दिन पछि एडिट गरेको क्या भिडियो, अनि त्यहाँबाट हात पानी फोका भइरहेछ नि हातमा। मम्मीले चाहिँ ह्याप्पी बर्थडे भन्नुहुन्छ आफै। मम्मी हँसाउनु पनि हुन्छ घरिघरि। अनि त्यहाँबाट चक्कु मम्मीले काट्न खोज्दै हुन्छ, नानीले यसरी होइन कि मम्मी, आमा यसरी यसरी भनेर सिकाउँदैछ, आमालाई सिकाउँछे। तर मम्मीले चाहिँ सही तरिकाले काट्दै हुनुहुन्थ्यो। अनि मम्मी काट्दै हुनुहुन्छ पुरै खुसी भएर। बर्थडे केक कति बेर लाउनुभयो काट्न। अनि रमाइलो गरेको थियौँ हामी फ्यामिली मात्र मिलेर, 3-4 जना बर्थडे यसरी मनायौँ। अनि मम्मीले सानो नानीलाई खुवाइदिनुहुन्छ, सानो नानीले चाहिँ खाँदिनँ, मम्मीलाई नै खुवाइदिन्छे। अनि ऊ गालामा लगाइदिन खोज्छ, मम्मी मान्नु गालामा नलगाऊ भन्दै हुनुहुन्थ्यो। अनि आजको भिडियो यति नै। सबैजनालाई थ्याङ्क यू फर वाचिङ।